मेरो कुराले रोनाल्डो फ्यान्सहरूलाई नेमार फ्यान्सहरूलाई धेरै नै हर्ट गर्न सक्छ, तर क्रिस्टियानो रोनाल्डोले यो वर्ल्ड कपमा जाँदै गर्दा एउटा कुरा चाहिँ के मान्नुपर्छ भन्दाखेरि हि इज नट द मेन म्यान एनिमोर। ऊ नै मेन क्यारेक्टर हो भन्ने कुरा उसले हटाउनै पर्छ, चाहे उसको त्यो इगो होस् या कन्फिडेन्स होस् होइन। किनभने पोर्चुगल नेसनल टिममा अहिलेको स्थितिमा क्रिस्टियानो रोनाल्डोभन्दा बेटर प्लेयर्सहरू छन्। पहिलाको टुर्नामेन्ट्सहरूमा जस्तो उसले इन्टायरली पोर्चुगल नेसनल टिमको भार आफ्नो काँधमा बोक्नु पर्दैन। अहिले पोर्चुगल नेसनल टिममा यस्ता प्लेयरहरू छन् जसले आफ्नो क्लबबाट बेटर पर्फर्मेन्स गरिरहेका छन्, बालोन डोर सिजन दिइरहेका छन्। यो कारणले गर्दाखेरि पनि क्रिस्टियानो रोनाल्डो मस्ट एक्ट लाइक अ सिनियर प्लेयर होइन, जो चाहिँ ड्रेसिङ रुमको माहौल सेट गर्नमा होस्, मेन्टालिटी बिल्ड गर्नमा होस्, हेल्प गरोस् र अफ द बेन्च आएर टिमलाई इमर्जेन्सी परेको बेलामा त्यो नयाँ पार गराउने काम गर्छ। एन्ड नेमार जुनियरको लागि मेरो मेसेज के छ भन्दाखेरि ओभर द कोर्स अफ हिज करियर हि फ्रिक्वेन्टली बिकेम इन्जर्ड। यो कारणले गर्दाखेरि पनि बिगर टुर्नामेन्ट्सको बिगर गेम्सहरू नेमार जुनियरले धेरै मिस पनि गरेका छन् होइन। नेसनल टिममा नै 2.5 वर्षपछि रिटर्न हुँदैछन् यो वर्ल्ड कपमा, तर अब यो वर्ल्ड कप पछि नेमार जुनियरको करियर खासै बाँकी छ जस्तो मलाई लाग्दैन। त्यही भएर यदि नेमार जुनियरको हेल्थमा कुनै पनि लङ टर्म इफेक्ट आउँदैन, कन्सिक्वेन्सेसहरू आउँदैन भने नेमार जुनियर मस्ट टेक एभ्री रिस्क फर ब्राजिल नेसनल टिम इन दिस वर्ल्ड कप। म यो भन्छु, सुई लाएर खेल्नु छ भने खेलाइदिए हुन्छ, यदि लङ टर्म कन्सिक्वेन्सेसहरू आउँदैन भने है। किनभने नेमार जुनियरको अब करियर खासै बाँकी छैन कि, यो रियालिटी हो, हामीले एक्सेप्ट गर्नै पर्छ। र यो वर्ल्ड कपमा कार्लो एन्सेलोटीलाई नेमार जुनियरको एब्सोल्युट बेस्ट भर्जन चाहिन्छ। त्यही भएर नेमार जुनियरले चाहिँ आफ्नो बेस्ट दिनको लागि एभ्री पोसिबल रिस्क लिनुपर्छ भन्ने मेरो भनाइ हो है। एन्ड मेस्सीको लागि पनि एउटा मेसेज के छ भन्दाखेरि, मेरो मेस्सी तिमीले करियरमा सबै कुरा एचिभ गरिसकेका छौ, इन्जोय गर्ने हो मैले अहिले तिम्रो फुटबल हेरेर लिटरल्ली। किनभने म तिमीले जित्यो भने रमाउँछु, तर हार्यो भने पनि त्यति स्याड हुन्न क्या। किनभने मलाई थाहा छ मैले जसलाई फलो गरेको छु उसले फुटबल कम्प्लिट गरिसकेको छ, ऊ ग्रेटेस्ट एथलिट अफ अल टाइम हो। यही कारणले गर्दाखेरि पनि जस्ट इन्जोय योर फुटबल, ट्राई टु डिफेन्ड द्याट टाइटल होइन। यदि डिफेन्ड भएन भने पनि त्यति स्याड म हुन्न है, तर मलाई थाहा छ तिमीले 100% कमिटमेन्ट दिन्छौ भन्ने कुरा होइन। किनभने द्याट्स वाट वी हेभ बिन सिइङ ओभर योर करियर। सो लङ लिभ माई आइडल एन्ड क्रिस्टियानो रोनाल्डो एन्ड नेमार फ्यान्स, प्लिज डोन्ट बी अपसेट।